बर्थडेको दिन कसरी केक खानुपर्छ भन्ने चाहिँ मेरो भिडियोबाट थाहा पाउनुहोस् है साथीहरू। हेलो एभ्रिवान, नमस्ते, स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। अनि चाहिँ मेरो हिजो बर्थडे थियो नि, अनि मेरो बर्थडेमा चाहिँ यस्तो राम्रो सरप्राइज हुन्छ होला भनेर मैले सोचेको पनि थिएन, अनि केही नो प्लानिङ। अनि यत्तिकै बस्दा खाना बनाउँदै मेरो दिदी, दाइ र मेरो हस्बेन्डले चाहिँ मलाई सरप्राइज दिनुभयो। यसका लागि धेरै धेरै धन्यवाद दिदी, दाइ, मेरो हस्बेन्डलाई। अनि हतारमा मोमबत्ती पनि ल्याउन बिर्सिनु भएछ। हामीले लाइटर बालेर फुकेर केक काट्दैछौँ। अनि केक कटिङ पनि भइसक्यो। अनि केक कटिङ भइसकेपछि चाहिँ हामीलाई अब टिका लाउन हुँदैन, हाम्रो चाहिँ अहिले जुठो पारेको थियो। अनि त्यही भएर त्यही केकको यसो मुखमा यसो रङ्गाइदिनु भएर अनि मलाई गिफ्ट दिनुभयो। थ्याङ्क यू सो मच माई हस्बेन्ड। अनि भनिन्छ नि त, कहिलेकाहीँ नसोचेको कुरा पनि हुन्छ भनेर, त्यस्तै चाहिँ आजको दिन मलाई भएको छ। अनि मेरो केक कटिङ भइसकेपछि चाहिँ अब खाना त खानु पर्यो। केक सेक काटेर हामी खानासाना बनायौँ छिटो सबै मिलिजुली गरेर। अनि खाना रेडी भएपछि म चाहिँ फस्कँदैछु र खाना पनि दिइसकेँ सबैलाई। र आजको लागि यति नै, बाइ बाइ साथीहरू।